अस्ट्रेलियन हाई कमिसनको यो 16 अप्रिल 2026 मा चाहिँ एउटा ब्रिफिङ सेसन भएको थियो जुन चाहिँ काठमाडौँमा भएको थियो। त्यो ब्रिफिङ सेसनमा चाहिँ अस्ट्रेलियाको स्टुडेन्ट भिसा सम्बन्धित थियो र यो स्टुडेन्ट भिसा चाहिँ अब स्टुडेन्टहरुको अस्ट्रेलियाले दिन्छ त वा कस्तो छ कन्डिसन, यसको माहौल कस्तो छ भन्ने बारेमा आजको यो भिडियो तपाईहरुको लागि इम्पोर्टेन्ट हुन सक्छ। वास्तवमा अस्ट्रेलिया धेरै नेपाली विद्यार्थीहरु पढ्न चाहन्छन् तर पढ्न चाहँदै गर्दाखेरि नेपालीहरुको चाहिँ उनीहरुले के कुराहरुमा कन्सर्न गरेको छ, भिसाको कन्डिसन कस्तो कस्तो भइरहेको छ भन्ने हिसाबको बारेमा चाहिँ आज म तपाईहरुलाई यो भिडियो बनाउन गइरहेको छु। अस्ट्रेलियाको नेपालबाट एप्लाई गर्ने केस हेर्दाखेरि 2025 जुनमा 96.8% थियो भिसा ग्रान्टेड यति थियो भने फेब्रुअरी 2026 मा आइसक्दाखेरि चाहिँ यो ग्रान्टेड चाहिँ 38.7% मा झरेको छ। अब यसरी भिसाको हाईबाट किन लोमा झर्दै गयो त, यसको कन्डिसनहरु के छ भन्ने हिसाबले जाँदाखेरि चाहिँ एउटा चाहिँ हुन्छ अस्ट्रेलियाको यही बीचमा चाहिँ एभिडेन्स लेभल घट्यो। पहिला अस्ट्रेलिया नेपालको केसमा चाहिँ एभिडेन्स लेभल 2 मा छ भने चाहिँ त्यसपछि चाहिँ हाम्रो लेभल 3 मा झरेको छ। यो कारणले गर्दा पनि विद्यार्थीहरुको भिसाको ग्रान्टहरुले घटेको हुन्छ र अर्को भनेको मेजर इन्टिग्रिटी कुराहरु चाहिँ यिनीहरुले एकदम मेजर कन्सर्नको रूपमा हेरेको छ यसले हैन, त्यो हिसाबले चाहिँ गइरहेको छ। अब यो भने के हो भन्दाखेरि चाहिँ अब फाइनान्शियल कुराहरु नै हाम्रो नेपालीहरुको एकदम विक जस्तो हामी देखिरहेका छौं। हाई कमिसनले बताए अनुसार चाहिँ जस्तै फाइनान्शियल डकुमेन्टहरु चाहिँ सिंगल बिगेस्ट फेलर पोइन्ट छ वास्तवमा हेर्ने हो भने चाहिँ, किनभने जस्तै कतिपय केसमा चाहिँ हामीले अब एग्रिकल्चर इन्कमहरु हामीले देखाउँदै गर्छ। एग्रिकल्चर इन्कम वास्तवमा भेरिफाई नै गर्न गाह्रो छ। हामीले एग्रिकल्चर इन्कम कहाँबाट आउँछ, कुन खालको बिजनेस हो, किनभने हामीले व्यापार गरेर हामीले एग्रिकल्चर इन्कम गरियो भने त बिजनेसको ट्याक्सहरु देखाए भइहाल्छ। तर हाम्रो नेपालमा हामीले विदाउट व्यापार नगरिकन हामीले जुन एग्रिकल्चर इन्कमहरु हामीले देखाइरहेका हुन्छौं त्यो एग्रिकल्चर इन्कमको डिपोजिट कहाँ गर्ने, त्यो कहाँबाट आएको पैसा हो, एग्रिकल्चरबाटै आएको पैसा भन्ने कुराको क्लियरिटी के गर्ने, यो कुराहरु भेरिफाई गर्न गाह्रो छ। त्यसकारणले गर्दा एउटा कन्सर्न भनेको चाहिँ उनीहरुको एग्रिकल्चर इन्कममा चाहिँ अलिकति गाह्रो जस्तो उनीहरुले मानिरहेको छ। भने त्यस्तै अर्को छ जति हामीले एप्लाई गर्छौं अस्ट्रेलिया एप्लाई गर्दा चाहिँ प्राय धेरै मात्रामा चाहिँ हामीले रेन्टल इन्कम मात्र देखाउँछौं हैन, अलिकति स्यालेरी देखाउँछ, बिजनेस देखाउँछ, फेरि रेन्टल हालेको स्यालेरी बिजनेस रेन्टल हालेको हुन्छ। फेरि यो रेन्टल इन्कम देखाउँदै गर्दाखेरि चाहिँ अनि उनीहरुले चाहिँ अब रेन्टल इन्कमले लमसम एमाउन्टहरु एकदम डिपोजिट गर्ने, भोलुमको एमाउन्टहरु डिपोजिट गरिदिने, अनि त्यसपछि चाहिँ अनि अब रेन्टल मात्र हामीले बैंकमा डिपोजिट गर्दैन। अनि त्यसपछि चाहिँ बाँकी रहेको केसमा चाहिँ स्टुडेन्टको प्यारेन्ट्सहरुले चाहिँ अनि बाँकी रहेको चाहिँ अब ट्रान्ज्याक्सन हिस्ट्री नहुने के एकदम रेन्टलको मात्र डिपोजिट देखिन्छ हाम्रो, त्यसपछि बाँकी रहेको बेला चाहिँ हाम्रो उयो डिपोजिट देखिदैन भनेपछि भर्खर खाता खोल्ने, भर्खर डिपोजिट देखाउने, यो यस्ता कुराहरु पनि एकदम इन्टिग्रिटी कन्सर्न हो। यसलाई जेन्युइन स्टुडेन्टको रूपमा उनीहरुले मान्न गाह्रो मानिरहेको छ यो केसमा हैन। त्यस्तै अर्को हिसाबले हेर्ने हो भने चाहिँ नर्मली लोनहरु कभरिङ गर्दाखेरि चाहिँ नर्मली 1 इयर हामीले कभरिङ गरिरहेको हुन्छ एजुकेसन लोन लिइसके पछाडी चाहिँ हैन। तर यो कुराहरुलाई चाहिँ उनीहरुले के खालको कुराहरुलाई चाहिँ उनीहरुले एकदम हेर्दैछ भने तपाईहरुलाई जस्तै अब लोन 1 वर्षको हामीले कभरिङ गरे पनि हामीसँग सेभिङ अकाउन्टहरु के कस्तो छ त स्टुडेन्टहरुको चाहिँ हैन। सेभिङमा चाहिँ के देखाइएको छ, जस्तै इन्कमका सेभिङहरु के छ त, इन्कममा चाहिँ के छ भने हामीले गर्दाखेरि चाहिँ अब हामी 5 महिनाको स्टेटमेन्ट देखाइरहेको हुन्छौं, 3 मन्थको स्टेटमेन्ट मात्र देखाइरहेको हुन्छौं हैन। टोटल स्टेटमेन्ट 3 मन्थको हुन्छ भनेपछि भर्खर खाता खोल्नु 3 महिना पछाडी मात्र डिपोजिट गरेर देखाइरहेको हुन्छ। त्यो स्टेटमेन्ट चाहिँ अलिक लङ होस्, 1 वर्ष 2 वर्ष 3 वर्ष हैन भयो भने चाहिँ उनीहरुले अलिकति त्यो कुराहरुलाई चाहिँ उनीहरुले एकदम मेजर कन्सर्नको रूपमा यो कुरा हेरेको छ। त्यो भयो भने तपाईहरुको भिसा लाग्ने कन्डिसनहरु अलिक राम्रो मात्रामा हुन सक्छ हैन। यो चीज हेर्दा चाहिँ उनीहरुले एकदम राम्रो तरिकाले उनीहरुले म्यानेज गरिरहेको छ। त्यसकारण गर्दा हाम्रो नेपालीहरुको हामीले जति पनि कुराहरु हामीले हेर्छौं अनि त्यो चीजहरुमा चाहिँ जस्तै इन्कमका डकुमेन्टहरु चाहिँ उनीहरुले एकदम मेजर कन्सर्नको रूपमा हेरिरहेको छ। तपाईको इन्कमको डकुमेन्टहरु चाहिँ एकदम राम्रो हिसाबले तपाईले बनाउनु पर्ने हुन्छ र त्यसको लागि एकपल्ट इन्कमको डकुमेन्ट कसरी बनाउने, कस्तो हिसाबले बनाउने, अलिकति स्ट्रङ तरिकाले कसरी बनाउने भन्ने बुझ्नको लागि चाहिँ तपाईलाई मन छ भने एकपल्ट सेन्ट जेभियर एजुकेसन कलेज तपाईहरु भिजिट गर्न सक्नुहुन्छ।